बझाङ जिल्लाका 12वटा स्थानीय तहमध्ये केदारसिंह गाउँपालिका एक अति सुन्दर गाउँपालिका हो। 113.91 वर्गमिटर क्षेत्रफलमा फैलिएको यो पालिकाको नामाकरण प्रसिद्ध धार्मिक स्थल केदारनाथ देवताको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको छ, जहाँ शक्तिशाली देवताको वासस्थान भएको विश्वास रहिआएको छ। 9वटा ओडा मिलेर बनेको यो पालिका भित्रको एक स्वर्ग झैँ देखिने ओडा हो ओडा नम्बर 1, जुन 15.40 वर्गमिटर क्षेत्रफलमा फैलिएको छ, जसको सुन्दरता देखाउन, सुनाउन र चिनाउने प्रयास यो भिडियो सामग्रीबाट गरिएको छ। आर्थिक वर्ष 2080-81 को घरधुरी सर्वेक्षण विवरण अनुसार कुल जनसङ्ख्या 4748 रहेको यस ओडामा महिलाको सङ्ख्या 2302 रहेको छ भने 2446 पुरुषको सङ्ख्या रहेको छ। यस प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ओडाको एक आकर्षक ठाउँ हो देउरा बजार, जुन अँधेरीमा झलमल्ल अनि उजेलीमा स्वर्ग झैँ देखिने गर्दछ। लव आकारले बनेको यो ठाउँ साँच्चीकै मनमोहक छ। पर्यटकलाई लोभ्याउन सक्ने विविध सौन्दर्य छन् यहाँ। सेती नदीको कलकल बगाई अनि कालङ्गा नदीको सुसाई साथै रगिनी खोलाको मिसावटमा त्रिवेणी धामले चिनिएको पवित्र धार्मिक स्थल यही ठाउँमा अवस्थित छ, जहाँ हरेक वर्ष केही जोडी वैवाहिक बन्धनमा बाँधिने गर्छन्। त्रिवेणी धामको पवित्र जलमा स्नान गरी सेती र कालीलाई साक्षी राखी जीवनको हरेक यात्राका सहकर्मी बन्ने अठोटका साथ छेउमा रहेको शिवलिङ्गमा दर्शन गरी घर फर्कने गर्दछन्। दक्षिण पूर्वी भूभागमा थलारा गाउँपालिका, दक्षिणतिर डोटी जिल्लाको सायल गाउँपालिका, दक्षिण पश्चिममा बैतडीको सिगास गाउँपालिका साथै बित्थड चिर गाउँपालिकाले समेत छोएको यस ठाउँबाट दैनिक हजारौं मानिसको आवत जावत हुने गर्दछ। डोटी जिल्लाका केही गाउँहरू र बैतडी जिल्लाका केही गाउँहरूका मानिसहरूको समेत आवत जावत रहेको यो ठाउँ ओडा नम्बर 1 का सबै, ओडा नम्बर 2 का अधिकांश गाउँ, ओडा नम्बर 3 का सबै गाउँ तथा थलारा गाउँपालिकाका अधिकांश ठाउँका मानिसहरूको मुख्य व्यापारिक बजार समेत देउरा बजार बन्न पुगेको छ। बजारको सिरानीमा भएर सदरमुकामतिर जाने जयपृथ्वी राजमार्गले यस ठाउँलाई झन् सुनमा सुगन्ध भर्ने काम गरेको छ। बैतडीको सिगास जोड्ने कालङ्गा नदी झोलुङ्गे पुलले गरेको छ भने थलारा गाउँपालिका र सायल डोटीका मानिसहरूको आवागमनलाई जोड्ने झोलुङ्गे पुल 3 वर्ष पहिले सेतीको बाढीले बगाएपछि वैकल्पिक आवागमनमा यो साँगुको प्रयोग हुँदै आएको छ। झोलुङ्गे पुल निर्माणको कार्य सुरु भइसकेको भए पनि विविध कारणले कार्य सम्पन्न नभएको कारण बर्खायाममा छिमेकी पालिकाका बासिन्दाहरूले आवागमनमा शास्ति भने पक्कै खप्दै आइरहेका छन्। पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको यस सेती नदी र कालङ्गा नदीको सङ्गम स्थलमा वर्षेनी सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आएर र्याफ्टिङ लगायत विभिन्न क्रियाकलापहरू गरेर रमाउने गर्दछन्। बाहुन, भण्डारी, रावल, बिष्ट, खड्का, पार्की, ओड, सार्की, ओखेडा, दमाई, लुहार लगायत विभिन्न जनजातिहरूको बसोबास रहेको
यस ओडाको मुख्य व्यापारिक बजार बनेको छ देउरा। यहाँका स्थानीय स्तरमा उत्पादित चिजहरू भटमास, मास, बदाम, घिउ, मह जस्ता स्थानीय स्तरमा उत्पादित सामानहरू आयात हुने गरेका छन्। यसै बजारबाट छिमेकी जिल्ला र छिमेकी गाउँपालिकाका धेरैजसो गाउँ ठाउँमा दैनिक उपभोग्य सामग्री लगायत लुगा कपडा समेत दिनहुँ जसो खच्चड घोडाबाट निर्यात हुने गरेका छन्, जसले गर्दा यस क्षेत्रका हरेक किसिमका व्यापारी तथा उद्योगीहरूलाई मनोज्ञ आम्दानी हुनुका साथै छिमेकी सङ्घको सम्बन्ध पनि अझ निकट हुनमा मद्दत पुगेको छ। सिम, डुणिल, कनाडा, चौडाला, रायल, पथुडा, चौडाम, बिलै, छिनापानी, देउरा, जुबालीखेत, कालाढुङ्गा, खैराडी, कापडी गाउँ जस्ता धेरै ठुला साना गाउँ मिलेर बनेको यस ओडाका अधिकांश मानिसहरू कृषि पेसामा आधारित छन्। केदारसिंह गाउँपालिकाको कार्यालय समेत रहेको यस ओडामा शिक्षा, स्वास्थ्य, सञ्चार, बैंक, हुलाक, प्रहरी चौकी, सहकारी जस्ता सरकारी तथा गैर सरकारी संस्थाहरूका कार्यालय समेत यसै क्षेत्रमा रहेका छन्। पातलो बस्ती भएका केही घरधुरी बाहेक अधिकांश भागमा बिजुली बत्तीको समेत सुविधा भएको यस ओडाका विभिन्न ठाउँमा कुटानी, पिसानी मिल, काष्ठ तथा फर्निचर उद्योग, बेकरी तथा चाउमिन उद्योग जस्ता साना तथा घरेलु उद्योगहरू समेत धेरैजसो यसै ठाउँमा रहेका छन्। पर्यटकका लागि खान बस्न सुविधा सम्पन्न होटेलहरू समेत निर्माण भएका छन्। बजारकै पूर्वी क्षेत्रबाट ग्रामीण सडक बनाइएको छ, जुन प्रसिद्ध धार्मिक स्थल तथा शक्तिपीठ केदारनाथको मन्दिरसम्म पुगाउने लक्ष्यले बनाइएको हो। यो सडकले पालिकाको वडा नम्बर 2 र 3 का बासिन्दालाई यातायातको सुविधाको पहुँचमा पुगाएको छ, जसले गर्दा आवत जावत तथा सामान ढुवानीमा सहज हुने गरेको छ। वडा नम्बर 1 मा रहेको यस क्षेत्रलाई बझाङ जिल्लाकै गहिरो भूभाग भनेर पनि चिन्ने गरिन्छ। हावा पानीका हिसाबले गर्मी याममा अति गर्मी र जाडो याममा अति जाडो हुने यस क्षेत्रमा बलौटे तथा रातो फुस्रो माटोको भूभाग बढिरहेको पाइन्छ। मुख्य व्यवसाय कृषि रहेको यस क्षेत्रमा धान, गहुँ, मकै, कोदोलाई प्रमुख खाद्य बालीको रूपमा उत्पादन गरिएको पाइन्छ। हावा पानी तथा माटोको गुणका आधारले यस क्षेत्रमा फलफुलका हिसाबले केरा, आँप, अम्बा, अमिला, कागती, अनार, अलैँची, अङ्गुर जस्ता फलफुल जन्य उत्पादन तथा सागपात जन्य उत्पादनमा आलु, टमाटर, रायो, मुला, गाजर, फर्सी, लौका, भन्टा, सिमी, करेला जस्ता यावत साग सब्जी समेत यस क्षेत्रका मुख्य उत्पादित खाद्य तथा तरकारी बालीहरू हुन्। यस क्षेत्रको पश्चिमी क्षेत्रमा कालङ्गा नदी पारी फैलिएको प्राकृतिक उज्यालोमा दुलही झैँ सिँगारिएको आफ्नो मनमोहक यथार्थता देखाइरहेको वनजङ्गल यस ओडाका अधिकांश जनमानसको अपरिहार्य स्रोत अनि साझा सम्पत्ति पनि हो। उसै पनि हरियो वन नेपालको धन, वन सम्पदा सबैका साझा सम्पत्ति हुन्, जसको उपभोग गर्नु, संरक्षण गर्नु सबैको अधिकार अनि कर्तव्य पनि हुन जान्छ। आधी घाम अनि आधी छायामा सजिएको यस वनबाट दैनिक सयौं मानिसहरूले व्यक्तिगत प्रयोग गर्ने गरेका छन् तथा लाभान्वित हुने गरेका छन्। घाँस, स्याउला, सोत्तर, दाउरा, दारकाठ, ओसार पसार साथै गाई बाख्रा चराउने जस्ता दर्जनौं सुविधाहरू उपभोग गर्न पाएका छन् यहाँका बासिन्दाले। यस वनजङ्गल क्षेत्रमा सल्ला, साज, साल, सानन जस्ता रुख बिरुवा पाइनुका साथै हजारौं जडीबुटी जन्ने बुट्यान तथा झारपात समेत पाइने गर्दछन्। यस वन क्षेत्रभित्र बाघ, मृग, घोरल जस्ता थुप्रै वन्यजन्तुहरू आफ्नो छुट्टै दुनियाँमा रमाउँदै यस वनमा आश्रित भएर आफ्नो डेरा जमाएर बसेका छन्।
पूर्वको खबर पश्चिम अनि पश्चिमको खबर पूर्व पुर्याउने परेवाका दलहरू पानीहाँस, गरुड, कालिज, तित्रा, च्याखुरा जस्ता विभिन्न प्रजातिका रैथाने पंक्षीहरू समेतको वासस्थान बनेको छ यो वनजङ्गल। वर्षेनी हुने अनि लाग्ने वन डढेलोका कारण तथा ठुला ठुला संरचनामा आवश्यक दारकाठको तीव्र रुख कटानी नै यस वन विनाशको कारण बनेका छन्। त्यसैले विगतभन्दा वर्तमानमा यहाँको वनजङ्गल पातलिँदै गएसँगै यहाँ वासस्थान भएका वन्यजन्तु तथा पशुपक्षीलाई समेत प्रत्यक्ष असर पर्ने गरेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यो ठाउँको आलो काँचो दारकाठ कटानी तथा वन डढेलोमा नियन्त्रण तथा रोकथाम गर्न सके पहिले भन्दा अझै हराभरा हुनेमा कुनै दुई मत छैन। यस वडामा गाउँ ठाउँ पिच्छे साना ठुला वनहरू छन् जसले गर्दा मानिसहरूलाई शुद्ध सफा अक्सिजन मिलेको छ। पशुपालन घाँस दाउरामा समेत सहजता भएको छ। यहाँ साना ठुला वनमा खैर, टुनी, रिठा, भिमल, सिमल, सल्ला, रोडिङ, पिपल, खना, डालीघाँस जस्ता विभिन्न रुख बिरुवाहरू पाइने गर्दछन्। त्यस्तै फलफुल जन्य रुख बिरुवाहरूमा चिउरी, तिमिला, आँफ, अम्बा, कागती, आरु, अमला, दाडिम, केरा समेत प्रशस्त मात्रामा पाइने यस क्षेत्रमा व्यावसायिक रूपले यी फलफुल खेती गर्न सके मनोज्ञ आम्दानी हुने कुरामा कुनै दुविधा देखिँदैन। मुख्य खाद्य बाली धान, गहुँ, मकै, कोदो, जौँ समेतको सन्तोषजनक उत्पादन हुने यस क्षेत्रको भिरालो अर्थात् पाखो जमिनमा भटमास, मास, गत जस्ता गेडागुडी जन्ने शक्तिवर्धक दाल समेत प्रशस्त उत्पादन हुने गरेको पाइन्छ। यहाँको किसानहरूले गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, हाँस, माछा, माहुरी जस्ता पशुपालन गरेर समेत मनोज्ञ आम्दानी लिने गरेका छन्। प्रकृतिको वरदान छङछङ गर्दै बगिरहेका सेती नदी अनि कालङ्गा नदीमा पनि यहाँका मानिसहरूले माछा मारेर आफ्नो दैनिकीमा सहजता भएको बताउँछन्। यहाँको माछा अरू ठाउँको भन्दा असाध्यै स्वादिष्ट हुने गरेको र स्वादको चर्चा त्यसभर हुने गरेकाले उपभोक्ता बढेसँगै बजारमा माग अनुसार पुगाउन नसकिएको पनि बताउने गर्छन्। असला, सट्टा, गिठी, कठ्याल, बाम जस्ता विभिन्न प्रजातिका माछा पाइने यी नदीमा माछा मार्नेको सङ्ख्यामा वृद्धि हुँदा जाल, महाजाल जस्ता माछा मार्ने साधनको प्रयोगले हाल माछाको सङ्ख्या घट्दै गएको पाइन्छ। माछाले अन्डा उत्पादन गर्ने केही समयमा माछा मार्ने कार्यमा सम्बन्धित ओडाले नियमन र अनुगमन गर्न सके अनि सानो भए पनि करको दायरामा जोड्न सके सिङ्गो ओडाको आर्थिक स्तरमा वृद्धि हुनेमा समेत कुनै दुईमत छैन। बढ्दो सहरीकरण, बसाइसराई तथा रोजगारीको खोजी जस्ता विविध कारणले गर्दा यस क्षेत्रका गाउँ तथा पुर्ख्यौली घरहरू प्राय सुनसान देखिने गरेका छन्। जनसङ्ख्याको आधाभन्दा बढी मानिसहरू रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकहरूमा जाने गरेका छन् भने केही मानिसहरू सेवा सुविधा उपभोगका निमित्त जय पृथ्वी राजमार्ग केन्द्रित समेत हुन थालेका छन्। बाँकी रहेका केही परिवार मात्रै गाउँघरमै बसोबास गर्ने गरेको पाइन्छ। परम्पराका हिसाबले यस क्षेत्रमा मनाइने दसैँ, तिहार, विशु, माघी, उत्तरायणी, गौरा, भुओ, ओलक तिहार जस्ता मुख्य चाडबाडमा विदेशीयकाहरूको आगमनले गाउँघर भरिपूर्ण तथा
रमणीय देखिए पनि बाँकी समयमा भने गाउँघरमा शून्यता छाएको आभास हुने गरेको छ। समथरभन्दा भिरालो जमिन बढी भएको यस क्षेत्रमा आकाशे पानीको भरमा हुने ठुला साना खेतीयोग्य जमिन समेत समयमै वर्षा नहुँदा र सिँचाइ असुविधाका अभावमा हिउँदे समयमा बाँझै रहने गरेका छन्। इच्छा शक्तिको अभाव, दक्ष जनशक्तिको अभाव जस्ता विविध अभावका कारण धान, गहुँ, सागपात तथा फलफुलहरू प्रशस्तै मात्रामा फलाउन सकिने यी क्षेत्रहरू पछिल्लो समय बाँझै रहन थालेका छन्। युवा जमातहरूलाई विदेशमा गएर बगाउने पसिना यसै ठाउँमा बगाउन सके, यसै ठाउँमा सपरिवार हाँसी खुसी जीवनयापन गर्न सकिने कुरामा कुनै पनि दुविधा नहरने अनुभवी किसान सर्प भण्डारी बताउनुहुन्छ। अहिले यो अरू काम केही नगरेर मैले यो तरकारी खेती गरेर मेरो यो घर परिवार, मेरो यो 7 जना परिवारलाई मैले तरकारीबाटै आफूलाई चाहिएको लुगा, कपडा, सोडा, साबुन यो चाहिँ मैले आफैले मेरै त्यो अरू तरकारीबाटै बेचबिखन गरेर मैले चाहिँ चलाएको छु। र यो चलाउनको लागि हामीले कहीँ जानु पर्दैन। आफ्नै खेतबारीमा समयको सदुपयोग गर्यो भने हामीले यो माटोभित्र सबै थोक माटोभित्र नै हुनु रहेछ भन्ने मैले जानेको छु। शैक्षिक हिसाबले पुरानो पिँढीबाहेक सबै शिक्षित रहेको यस क्षेत्रका विभिन्न गाउँठाउँमा बालकक्षा, आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयहरू सञ्चालनमा रहेका छन्। भौगोलिक हिसाबले सबै समुदाय तथा गाउँठाउँका बासिन्दालाई सहज हुने पाएक पर्ने स्थानमा खोलिएका यी शैक्षिक संस्थाहरूबाट दैनिक हजारौँ विद्यार्थीहरू लाभान्वित हुने गरेका छन्। उच्च शिक्षा हासिलका लागि मात्रै अन्यत्र जानुपर्ने यस क्षेत्रका विद्यालयहरूमा माध्यमिक शिक्षा हासिल गर्नका लागि भने छिमेकी पालिका लगायत छिमेकी जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्। गाउँमै माध्यमिक स्तरको शिक्षा हासिल गर्न पाउने सुविधाले स्थानीयहरू खुसी भएका छन्। शिक्षालाई थप पारदर्शी बनाउन र शिक्षाप्रतिको आकर्षण बढाउन स्थानीय स्तरमा सञ्चालित यी विद्यालयमा व्यावसायिक तथा व्यवहारिक शिक्षाको गुणस्तरमा वृद्धि विकासका साथै अध्यापनको पाटोलाई बढोत्तरी दिन सके दक्ष जनशक्ति गाउँमै उत्पादन गर्न सकिने अवस्थामा कठिन नभएको समेत स्पष्ट देखिएको छ। स्वास्थ्यका हिसाबले वैकल्पिक भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा सम्पन्न हस्पिटल समेत यसै क्षेत्रमा निर्माणाधीन रहेको स्पष्ट देख्न सकिन्छ। डोटी र बैतडीका केही भूभाग, थलारा गाउँपालिकाका केही भूभाग र केदारसिंह गाउँपालिकाका 9वटै वडाका अधिकांश बस्तीका सर्वसाधारण जनसमुदायले यसै स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा लिइरहेका छन्। वडाभित्रै स्वास्थ्य सेवा उपलब्ध हुँदा जटिल समस्या बाहेक उपचारको लागि बाहिर जानु नपर्ने हुँदा स्थानीय लगायत अन्य सेवा लाभग्राही समेत खुसी हुने गरेका छन्। समयमै चेक जाँच, उपचार, स्वास्थ्य परामर्श र सुरक्षित सुत्केरी सेवाका कारण यस क्षेत्रको मृत्यु दरमा समेत न्यूनीकरण भएको पछिल्लो तथ्याङ्कले देखाएको छ। स्वास्थ्य सेवालाई अझ पारदर्शी बनाउन सके वडाका प्रत्येक नागरिक शुद्ध सफा पिउने पानीबाट लाभान्वित भए भने र आफ्नो वरपरको वातावरण सधैँ स्वच्छ सफा बनाउन सके रोगमुक्त वडा समेत बनाउन सकिनेमा कुनै दुईमत देखिँदैन। धेरै जात जातिको बसोबास रहेको यस क्षेत्रको लवाई खवाई, चालचलन, वेशभूषा, धर्म, संस्कृति, चाडबाड र बोलीचाली समेत एउटै भएको पाइन्छ। छिटको गुन्यु, मखमली चोली, सेतो पटुकी र मनेठो महिला दिदीबहिनीहरूको पोसाक, दाउरा सुरुवाल, इस्टकोट र ढाका टोपी
पुरुष दाजुभाइको पोसाक रहेको यस क्षेत्रमा पछिल्लो समय भने यी पोसाकको प्रयोगमा धेरै कमी आएको छ। चाडपर्व, मेला महोत्सव, देउडा खेल जस्ता ठाउँमा छिटफुट रूपमा यी पोसाकको प्रयोग भएको पाइए पनि परिवर्तित युगसँगै अरू ठाउँमा जस्तै यस क्षेत्रमा पनि लगाउने लुगा कपडाहरूमा विकृति भित्रिएको पाइन्छ। समयमै हामीले हाम्रो पहिचान, वेशभूषा जस्ता पुर्ख्यौली चिजको बारेमा विविध कार्यक्रम मार्फत जनचेतना फैलाउन नसकेमा यी चिजहरू लोप भएर जान सक्ने प्रबल सम्भावना रहेको छ। यातायातको पहुँचबाट सबैलाई लाभान्वित बनाउने उद्देश्यले ओडाका विभिन्न 3वटा क्षेत्रबाट ग्रामीण सडकहरू निर्माण भएका छन्, जसबाट ओडाका गाउँठाउँ लगायत अन्य छिमेकी ओडालाई समेत सुविधा भएको छ। छिमेकी पालिका जोड्ने सेती नदी तथा कालङ्गा नदीबाट आधा दर्जनभन्दा बढी झोलुङ्गे पुल तथा थलारा गाउँपालिका जोड्ने सडकसँगै पक्की पुलको समेत निर्माण भएको छ। विकासका हिसाबले यस ओडालाई निकै फड्को मारेको मानिएको पनि छ। यस ओडाको रायल अवस्थित पक्की पुलको नदी किनार क्षेत्र, गर्जेपानी माध्यमिक विद्यालय नजिकै रहेको नदी किनार क्षेत्र र देउरा बजार छेउमा रहेको नदी किनार क्षेत्र, कालङ्गा पारीको वन क्षेत्र, घर जग्गा कर जस्ता चिज नै यस ओडाका मुख्य आय स्रोतका बाटाहरू हुन्। यी क्षेत्रहरूबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी दैनिक दर्जनौं गाडीहरू ओहोर दोहोर गर्ने गर्दछन्। ओडाको आय स्रोतलाई अझ फराकिलो बनाउने हो भने त्रिवेणी धामको सेतीकाली किनारको गिट्टी, बालुवा, जुबाली खेत नजिक कालङ्गाको किनारसम्मको ढुङ्गा, गिट्टी, बालुवा भएको ठाउँसम्म पुग्ने ट्र्याक खोल्न आवश्यक देखिएको छ। धार्मिक हिसाबले धेरै शक्तिपीठ तथा मठ मन्दिरहरू अवस्थित यस ओडाको देउरामा बेताल मन्दिर, नदी किनार क्षेत्रमा मसानी देवताहरू र मन्दिरहरू, चौडाम गाउँमा भगवती, जुबालीखेत खैराडी कापडी गाउँमा भगवती मन्दिर, चौडालामा भगवती मन्दिर जस्ता विभिन्न मन्दिरहरू भएको यस क्षेत्रमा साना तथा ठुला मन्दिरहरू अवस्थित छन्। यसका साथै देवी देवता प्रतिको आस्था र विश्वासमा अडिएका यस क्षेत्रका मानिसहरूले अति शक्तिशाली मानिएका नमादेव र बाटमला देवताको समेत पूजा आराधना गर्ने गरेका छन्। यी शक्तिपीठहरूमा वर्षेनी सयौं बोका तथा राँगाको बलि दिने चलन समेत रहिआएको छ। यी शक्तिपीठहरूबाट घरमा शान्ति, मनमा शान्ति, रोग व्याधि हटाउने, मनले आँटे ताकेका सबै कुराको वर मागेर पाइने जस्ता धेरै कुराहरूको इच्छा समेत पूरा हुने विश्वास यहाँका जनमानसमा रहिआएको छ। सांस्कृतिक हिसाबले सुदूरपश्चिमको कला संस्कृति बोकेको यस क्षेत्रमा विवाह, व्रतबन्ध, मेला, चाडपर्वमा देउडा खेलहरू लगाइने, गौर पर्वमा आफ्नै स्थानीय बाजाहरूमा चाँभाइ, छलो साथै आफ्नै मौलिकता झल्काउने स्थानीय नाचहरू समेत प्रदर्शन हुने गर्दछन्। स्थानीय स्तरमै निर्माण हुने दाइना, दमाहा, ट्याम्का जस्ता पञ्चे बाजा लगायत विभिन्न ठाउँमा प्रयोग हुने बाजाहरू समेत यस क्षेत्रका मुख्य पहिचान हुन्। पालिकाका विभिन्न गाउँमा बुनिएका डोका, डाला, सुप्पा, छाप्रा जस्ता चोयाबाट बुनिएका विभिन्न सामग्रीहरूको यहाँका बजारमा किनमेलको दृश्य झनै मनमोहक देखिने गर्दछ। स्थानीय चाडबाडमा पकाइने बटुक, बाबर, सेलरोटी, माणा जस्ता परिकारले यहाँको रीतिथितिलाई झल्काउने गर्दछन्। धान कुट्ने, ओखल, मुसल, गहुँ, कोदो, मकै पिस्ने, जितारा, पानी घट्ट,
जस्ता चिजले यस क्षेत्रको चिनारीमा थप सहयोग पुर्याएको छ। कलकल बगिरहेका सेती नदी तथा साना ठुला खोलाहरूबाट सिँचाइ, पानीघट्ट सञ्चालन, बिजुली बत्तीको उत्पादन जस्ता धेरै कार्यमा मद्दत पुगेको छ। विकासको गतिले निकै नै फड्को मारेको यस क्षेत्रका हरेक गाउँहरू साँच्चीकै मनमोहक हुनका साथै पर्यटकीय सम्भावना बोकेका छन्। पाल्टी झरनालाई व्यवस्थित बनाउन सके, त्रिवेणी धामलाई विभिन्न ठुला साना शिवालयहरू निर्माणद्वारा झकिझकाउ बनाउन सके र सेतीकाली नदी किनारका उपयुक्त ठाउँमा स्विमिङका लागि पैदल सिडी मार्ग निर्माण गर्न सके, यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमनमा वृद्धि हुनका साथै राष्ट्रव्यापी चिनारी तथा ओडाको आर्थिक स्तरमा समेत वृद्धि हुने देखिएको छ। विदेशिएका युवा जमातलाई गाउँमै गरिखाने वातावरण मिलाउन सके, सिँचाइ सुविधा नभएका ठाउँमा सिँचाइ सुविधा पुर्याई बाँझो जमिनलाई प्रयोगमा ल्याउन पाए, वनजङ्गलको संरक्षणमा नियमन अनुगमनमा ध्यान दिए, मठ मन्दिर, पुल, पुलेसा, बाटाघाटा, चौतारा जस्ता साझा सम्पत्तिको व्यवस्थित निर्माण तथा संरक्षणमा ध्यान पुगे र ग्रामीण सडक खण्डहरूलाई कालोपत्रे बनाउन सकेमा यस पालिकाको यो सानो टुक्राको मुहार फेरिनुका साथै धरतीकै स्वर्ग बन्नेमा निश्चित रहेको छ। ओडाको अनुहारमा चमकता र विकासका निमित्त आफ्नो तर्फबाट सधैँ प्रयास भइरहेको साथै भइरहने कुरा यस ओडाका ओडाध्यक्ष वीरबहादुर भण्डारी बताउनुहुन्छ। सर्वप्रथम त मलाई यो वडा नम्बर 1 को जनता सामु केही कुरा ओडाको बारेमा केही कुरा राख्ने मौका दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। प्रथम कुरो अब यो त्रिवेणी धामको बारेमा छ। अब हाम्रो भर्खरै मात्र प्रदेश सरकारबाट देउरा केदार त्रिवेणी धामको नाममा बजेट विनियोजन भएर आएको छ। पक्कै पनि हामी यो 2 वर्षभित्र यो देउरा त्रिवेणी धामलाई एउटा पवित्र धार्मिक तीर्थस्थल र हाम्रो सामान्य रहेको यो देउरा खोचा धारलाई चाहिने पर्यटकीय स्थल बनाउने भन्ने हाम्रो अवधारणा रहेको छ। त्यसकारण हामी यसको लागि 2 वर्षभित्रमा नै हामी एउटा पर्यटकीय स्थल देउरा त्रिवेणी धामलाई पर्यटकीय स्थल र केदार त्रिवेणी धाम पर्यटकीय स्थल यो पालिकाभरिको हो, यसलाई हामी गर्ने भन्ने प्रतिबद्धता गर्दछौँ। र दोस्रो कुरो रहेको छ हाम्रो यो 1 नम्बर वडालाई कसरी आर्थिक सम्पन्न गराउने भन्ने छ। यहाँ हाम्रो धेरै सम्भावना बोकेका छन्। खास गरिकन यो नदीजन्य वस्तु हामी ढुङ्गा, बलुवा, गिट्टी हामीसित प्रशस्त छ। अब यसको लागि हामीले यो कालङ्गा र सेती नदीको दोबान डाँसा भन्ने ठाउँमा यो बाटो ट्र्याक खोल्ने उसमा छौँ। हामीले तुरन्त नै यो हिउँदभित्रै ट्र्याक खोलेर कालङ्गा पारीबाट चाहिने बाटो खोलेर अब यो 1 नम्बर वडालाई समुन्नत बनाउन हामी त्यो गिट्टी, बालुवा, ढुङ्गाहरू उत्खनन गरेर बजारमा बिक्री गर्ने उसमा छौँ। यसले पनि हाम्रो आर्थिक विकासको पूर्वाधार तयार हुन्छ। त्यसै गरी हामीले शिक्षा, स्वास्थ्य, खानेपानीतिर प्रमुख प्राथमिकता दिएका छौँ र त्यसै गरी कृषि क्षेत्रमा पनि प्रत्येक किसानलाई चाहिने हामीले सिँचाइ सुविधा कसरी पुर्याउन सकिन्छ। अब पानी कम हुने ठाउँमा सिँचाइ पोखरी बनाएर पनि अब गाउँ-गाउँमा सिँचाइ पोखरी बनाउने व्यवस्था पनि गरेका छौँ र गाउँ-गाउँमा खानेपानीको लागि पनि हामीले खानेपानी अपुग भएको गाउँ जस्तो हामीले यही अब केदार सिंह 1 को कालाढुङ्गामा छ, त्यसको लागि हामीले एकदम द्रुत गतिमा यो खानेपानीको लागि हामीले प्रदेशमा पनि माग गरेका छौँ र ओडाबाट पनि बढीले विनियोजन गरेका छौँ। त्यस्तै चौडाम खानेपानीको लागि पनि हामीले प्रदेशबाट पनि माग गरेका छौँ र ओडाबाट पनि छुट्याएका छौँ। खानेपानीको त्यो छ। शिक्षाको लागि हामीले एकदम लगनशील विद्यार्थीलाई, अब छात्राहरूलाई त त्यहाँ छात्रवृत्ति आउँछ, अब दलित छात्रवृत्ति आउँछ, तर छात्रहरूलाई छात्रवृत्ति आउँदैन। त्यसको लागि हामीले
एउटा लगनशील विद्यार्थीलाई जुनसुकै क्षेत्रमा पनि अब्बल विद्यार्थीलाई हाम्रो छात्रवृत्ति पनि वडाबाट प्रदान गर्ने भन्ने गरेका छौँ। त्यसरी हाम्रो शिक्षामा यो सिटिभिटीमा पढ्ने विद्यार्थी हाम्रो भैरव महावी झोटाले अब पढाउँछ, त्यसको लागि पनि हामीले 2 जना विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति दिने भन्ने पनि यो सालदेखि व्यवस्था गरेर 2 जना विद्यार्थी छनौट पनि गरिसकेका छौँ। अब यसै गरी अन्य स्वास्थ्यको क्षेत्रमा पनि हाम्रो स्वास्थ्य अब प्राविधिक कारणले स्वास्थ्य भवनमा अलिकति बन्नमा ढिलाइ भएको छ र हामीले विगतमा जस्तो अब डाक्टरको अभाव झेल्नु परेको छैन। हामीले विज्ञ डाक्टर लिएर सुविधा सम्पन्न हामीले मेसिनहरू लिएर पनि जनतालाई स्वास्थ्य सुविधा पनि दिइरहेको कुरा यहाँलाई अवगत गराउँछु। समग्रमा हेर्दा स्वर्ग झैँ यो सानो टुक्रालाई अझ सुन्दर अनि मनमोहक बनाउन लगानी थोरै अनि इच्छा शक्ति धेरै आवश्यक रहेको देखिएको छ। यतिन्जेलसम्म दृश्यावलोकन र श्रवण गरिदिनु भएकोमा तपाईँ सबैलाई धेरै धेरै सम्मान अनि माया। केदारसिंह गाउँपालिका अन्तर्गत रहेको यो सानो स्वर्ग जस्तो टुक्रालाई संसारभरका हरेक दूरदराजसम्म चिनारी गराउने उद्देश्यले बनाइएको यो सामग्रीको निर्माणमा सहयोग पुर्याउने तपाईँ सबैलाई हृदयदेखि धन्यवाद। आवश्यक डाटा तथा आर्थिक उपलब्ध गराउनुहुने वडा नम्बर 1 का वडाध्यक्ष वीरबहादुर भण्डारी लगायत वडा परिवारलाई पनि धेरै धेरै धन्यवाद। सुझाव सल्लाहका साथै हौसला समेत प्रदान गर्नुहुने पालिका उपाध्यक्ष मनिषा धामी लगायत सिङ्गो पालिका परिवारलाई हृदयदेखि धन्यवाद। अडियो रेकर्डिङ, एडिटिङ, मिक्सिङ र भिडियो छायाङ्कन साथै बजार व्यवस्थापनमा सहयोग गर्ने शीतल फिल्मस प्रणालीलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यसै गरी यो सामग्री तयार पार्नका लागि हरेक तवरबाट सरसल्लाह र सहयोग गर्नुहुने पत्रकारिता जगतमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका पत्रकार सुनिल मण्डेल सरलाई पनि हृदयदेखि धन्यवाद। अन्तमा यस भिडियोलाई हेरेर साथ दिनुहुने तपाईँ सबै मनलाई हृदयदेखि धन्यवाद दिँदै धरती हो तर स्वर्ग झैँ बनाऊ, सुन जस्तै छ हिरा बनाऊ, हाम्रो होइन मेरो भनौँ, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरौँ। धन्यवाद। जय केदारनाथ।